मर्निङ सबैजनालाई। सो आज चाहिँ म जाँदैछु एकजना गेस्टलाई लिनु। म एकदमै खुसी छु। अनि कृष्णलाई पनि उठाउनु बित्तिकै लिएर जाँदैछु हो। अहिले चाहिँ बजे बल्ल कति 6 बजे। सो फाइनली हाम्रो गेस्ट चाहिँ आइपुग्नु भयो। कृष्ण आस्ते आस्ते ला खै मम्मी खै नानी खै भाग्यमानी गर्यो भाग्यमानी गर्नुपर्छ नि। खै सानो मामालाई कृष्ण सानो मामालाई भाग्यमानी गर्यो। सानो मामालाई भाग्यमानी गर भाग्यमानी। त्यो खुसी भयो है। चिन्दो रहेछ नि के बाबा खुसी भएको खुसी भयो। अब सामान त डर रहेछ तिनीहरूको। हामीहरू बेला आउँदाखेरि त ढिलै हुन्छ कि गाडी अलिकति भए पनि भन्नु। कृषि आयो भन त। के भन्नु भयो नानी अनुहार हेर्छ मलाई के भन्नु भइसक्यो नि। सपना हो कि हजुर मलाई देखेको भन्दैछौ। भने त अनुहार किसिम किसिमको बनाउँछ यस्तो गरेर गरे खै त गर्छ त तिमी अनि गर त भन त के अरे के गर्छ त यस्तो फुर्किसक्यो नभन्नु न अनुहार। उसलाई के भनौँ के गरौँ भइसक्यो नि छानु नि हजुर भेट्नु न के भन्छ कपडा छोप्नु भए यहाँ के गरौँ गरौँ भएको के भन्नुभयो डराएको अरे त्यो गाडी यस्तो भएर डर लाग्यो भयो। Krisya.
झन् पनि राम्रो भएछ हौ यो त पिकाबु चाबी दिनु दिनु न ल हिँड्नु छोडिदिनु न जहिले ल्याउनुहुन्छ हौ हिँड्नु न यहाँ छ हिँड्नु न अरे सक्नुहुन्छ हौ हिँड्नु न यसो मम्मी नपक्नु न हजुर हौ पक्रे बाई भन्नु हिजो राति बाँध्ने छु मैले हिजो दिउँसो यतिकै छ एकछिन त चुप लाएर बस्यो नानी के हो वाउ भन न थ्याङ्क यू से थ्याङ्क यू बस बस यहाँ त तातो छ के भएको अनि मेरो त जाडो लाग्यो कक्रेको अघि त जाडो लागेको छैन अन्त त्यस्तो अनि यहाँ त जाडो हुन्छ हौ त्यो आइसी होइन त बेबी यहाँ चाहिँ नानीले मम्मीलाई साडी लगाइदिनु के लगाइदिनु भनेर वाक्कै पारिसकेको थियो हो अनि यो चाहिँ डाइरेक्ट इभिनिङको भिडियो हो मैले चाहिँ ज्यादा भिडियोहरू केही पनि गरिनँ बिकज आमा छोरीको गफ त्यस्तै है कति महिना बाद भेटेको है अनि त्यो भिडियोजहरू गरिराख्नु त मलाई ध्यान नै भएन कि अनि बेलुका चाहिँ बहिनीले पनि झालमुरी खान्छु भने अब झालमुरी चाहिँ यहाँ एकदमै मिठो बनाउँछ सबैले भनिरहेको हुन्छ अनि मैले पनि धेरै बात गरिरहेको थिएँ नि त सो मम्मी र बहिनीलाई चाहिँ झालमुरी टेस्ट गराउनलाई म र मेरो यहाँ नेबरको दिदी झालमुरी लिनु गयौँ बेलुका अनि त्यहाँबाट झालमुरी लिएर चाहिँ सबैलाई यसो टेस्टहरू पनि गरायौँ है अनि त्यहाँबाट खाएपिए गऱ्यौँ अनि बेलुका यसो हल्का फुल्का डिनरहरू गऱ्यौँ अनि त्यहाँदेखि चाहिँ रेस्ट गऱ्यौँ मैले ज्यादा भिडियोजहरू केही पनि गरिनँ तपाईँहरूलाई फेरि अर्को भिडियोमा भेट्नेछु सो डोन्ट फर्गेट to subscribe and thanks for watching.